हेलो एभ्रिवान वेलकम ब्याक टु युट्युब च्यानल तपाईँलाई फेरि पनि जेनिफर फ्यामिली ब्लगमा स्वागत गर्दछौँ अनि आजको कुकिङ भिडियो फेरि लिएर आएको छु अनि पापाले चाहिँ तलबाट सुँगुरको मासु अनि बोइल गरेको अन्डा पठाइदिनु भएछ पापालाई धेरै धेरै धन्यवाद अनि ठुलो छोरी हो म धेरै माया गर्नुहुन्छ अनि मलाई आज मासु पठाइदिएको रहेछ पापालाई धेरै धेरै धन्यवाद अनि धेरै माया छ अनि आजको कुकिङ भिडियो म सुरु गर्न गइरहेको छु सुँगुरको मासु चाहिँ पकाउँदिनँ त्यसको भिडियो कन्टिन्यू तपाईँलाई म देखाउँछु आज चाहिँ म अन्डा बनाउनु गइरहेको छु सो आजको मेरो ब्लगमा तपाईँलाई स्वागत छ यदि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नुहोस् अब कन्टिन्यू भिडियो आउनेछ अनि मेरो हेल्पर वेयर इज माई हेल्पर ओभर हियर हेलो एभ्रिवान ओके एकदम रेडी छ हो सो हेर्दै गर्नुहोस् मेरो आजको कुकिङ भिडियो यहाँ देख्न सक्नुहुन्छ एकदम चाहिँ बोइल गरेको हो सुँगुरको अन्डा के भन्छ इङ्ग्लिसबाट स्मल इन्टेस्टाइन अनि यहाँ छ पेस्ट लसुन र खोर्सानी मात्रै अनि प्याज हल्दी एकदम खराउने हो मैले चाहिँ किन कम्ती तेल लगाएको भन्दाखेरि चाहिँ किनभने अन्डामा चाहिँ अलरेडी बोसो हुन्छ नि त त्यसले गर्दाखेरि अनि लसुनको पेस्ट चाहिँ म लाउँछु यो कराई त्यस्तो त्यस्तो तातिन्छ कि अनि पोले नि हौ मासु लाउँदाखेरि ठुलो कला मम्स होला हेलो अनि सुँगुरको अन्डा चाहिँ यस्तो भएको छ मैले एकदम भिडियो बनाउने बिर्सेछु पकाउँदै हो यसमा लसुनको पेस्टहरू पनि लगाइदिएको छु अनि एकदम कलर ब्युटिफुल लाग्छ हो यो पाक्दैछ अनि अब दालमा पकाउनु डल्लै छ हो सो हेर्दै गर्नुहोस् मासु पाक्दैछ अनि यहाँ चाहिँ म दाल बनाउनु टिकाउन आँटेको छु अनि यो चाहिँ मस्यामको दाल हो अनि यसमा हर्दी र नुन मात्रै लाग्छु अनि यसलाई बोइल गरेर पकाउने खानासँग चाहिँ म सब्जी बनाउँदैछु अनि सब्जीमा चाहिँ फुलकोपी र बिन्स रहेको छ अनि यो चाहिँ किन मैले बोइल गरेको देखाएको भन्दा चाहिँ कम्ती बोइल गरेर ओइल सारेर त्यहाँदेखि चाहिँ पकाउँ भनेर सोचेको अनि यहाँनिर चाहिँ मकैको चामलको माम बनाउन आँटेको हो अनि अब दाल पाकिसकेको छ अनि सब्जी र माम बसाउनु छ हो सो भिडियो एन्डसम्म हेर्दै गर्नुहोस् मैले दाल चाहिँ नभिजाइ टेकाएको थिएँ नि त कि यतिको भएछ हो अनि अझै 2-3 सिटी लाउनु पर्ने छ त्यहाँदेखि चाहिँ पाक्छ जस्तो लाग्यो सब्जी बोइल हुँदैछ अनि अब यसलाई पनि तारिदिन्छु हो त्यहाँदेखि चाहिँ यसलाई मजाले पकाउँछु ओके हेलो एभ्रिवान हाम्रो खाना पाक्दैछ हो अनि दिस इज रियल मी दिस रियल प्रियङ्का अनि यो चाहिँ हाम्रो फेभरेट जग्गा किचनमा अनि यसमा चाहिँ गाजर पनि एड गरिदिने कम्ती गाजर एड गरिदिने अनि चाहिँ मजाले चलाउने त्यहाँदेखि चाहिँ गाजर चाहिँ खालि हाफ बोइल भयो निकाल्ने खाना अलरेडी पाकिसक्यो अनि तपाईँलाई अब प्लेटिङ गरेर देखाउँछु अहिलेको लागि बाई बाई ओके फाइनली हाम्रो डिनर चाहिँ रेडी भयो मिक्स सब्जी मासु अन्डा सुँगुरको मासुको अनि मकैको चामल अनि यहाँ चाहिँ छ दाल अनि सबैजना चाहिँ सिटिङ रुममा बसेर खाँदैछ अनि म चाहिँ यहाँनिर एन्ड भिडियो बनाउँदैछु ओके थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो बाई बाई सी यू नेक्स्ट भिडियो